भाग्य रेखामा विश्वास नगर्नुहोस्, भाग्य त हात नहुनेको पनि हुन्छ। नमस्कार। आज 2081 को अन्तिम खुड्किलो र 2082 को सुरुवाती सङ्घारमा छौँ। 2082 सालको यो 9औं दिनमा कुनै नयाँ कामको सुरुवात गर्नुपर्छ भन्ने हेतुले तपाईहरूलाई मेरो नयाँ युट्युब च्यानलमा स्वागत गर्दछु। तपाईहरूले यस च्यानलभित्र रहेर विभिन्न टपिकमा जानकारीमूलक, सन्देशमूलक, चेतनामूलक भिडियोहरू हेर्न सक्नुहुनेछ। कृपया तपाईहरूले च्यानललाई सब्स्क्राइब र भिडियोलाई सेयर गरी सहयोग गरिदिनुहोला भन्दै आज यो सालको अन्तिम दिन अर्थात् यो सालको अन्तिम घडीको अन्तिम समय, त्यही अवसरमा म यो भन्न चाहन्छु कि आजसम्म कारणवश सोझसको मन दुखाए, अनजानमा दुःख पीडा दिए वा कुनै तवरले तपाईको जीवनमा नकारात्मक असर वा क्षति पुर्याएको भए सम्पूर्णमा क्षमा माग्दछु र जति पनि नकारात्मक काम कुराहरू भए त्यसबाट केही पाठ सिक्दै सच्चिने र बच्ने शक्ति मिलोस् र सम्पूर्ण नकारात्मक काम कुरालाई बिर्सिदिनुहोला अनि सकारात्मक कुराहरूलाई निरन्तरता दिने ऊर्जा मिलोस् भन्दै यो वर्ष र अहिलेसम्मको यो अन्तिम दिन, अन्तिम समयलाई बिदा गर्दछु र आउने दिनहरूमा तपाईको जीवन रङ्गिन होस् ताकि तपाईको हरेक दिन, हरेक पल, हरेक बाटो, हरेक यात्रा, हरेक सोच, हरेक विचार, हरेक चाहना स्वस्थ, सक्षम, सबल, सफल अनि सकारात्मक, रमणीय, अविस्मरणीय, उमङ्ग, खुसियाली होस्। जिन्दगीभर नै सकारात्मक ऊर्जा मिलोस् भन्दै नव वर्ष 2082 सालको हार्दिक मङ्गलमय शुभकामना।